हेर्नुहोस् है गाइजहरू देवघाट धाम मेला देख्नुभयो देवघाट धाम भक्तजनको हिजो आज देवघाट बन्दै गरेको मन्दिरलाई सबैले माया गर्नुभएको छ। सबै भक्त वत्सलहरूको कृपा लागेको छ। मन्दिर कालिका माई मन्दिरको लागि सबै भक्तले पुष्प अर्पण गर्नुभएको छ। यसै गरी भारती बस्ने युनिक र युनिता दागीबाट दाग घोरैबाट 1005 रुपियाँ प्रदान गर्नुभएको छ। हजुरहरूलाई नमन गर्न चाहन्छु। दान बताएर पनि देवघाट जस्तो पवित्र तीर्थस्थलमा आफ्नो पुष्प अर्पण गर्नुभएको छ। हजुरको परिवारमा सुख शान्ति समृद्धि मिलोस्, सबै ग्रहहरू शान्त रहन्, सम्पूर्ण पृथ्वीहरूको मोक्षको कामना यही तीर्थस्थलमा बसेर सम्पूर्ण पृथ्वीहरूको मोक्ष गतिको कामना गर्न चाहन्छ। आदरणीय भक्तवत्सलहरू यसै गरी देवघाट तपोभूमि देवघाट मकर संक्रान्ति माघे संक्रान्तिको दिन उपस्थित भएर देवघाटको पवित्र तीर्थस्थलमा पवित्र